सुनेको है म चाहिँ दिपङ्कर छ आज दिपङ्कर एयरसामानमा होइन आजको वेदर यस्तो छ होइन मजाको घाम लाग्दिरहेछ बिहान चाहिँ पानी परेको थियो अन्त चाहिँ मजाले घाम भइरहेछ अनि यहाँ चाहिँ काँक्राको बोट यस्तो लगाइदिरहेछ यहाँनिर फुल्दैछ फलेको छैन फुल्तेबी खिल्दैछ भनौँ होइन खिल्दैछ फुल्दैछ फुल्दै भर्खर होइन यही फुलेको छ तर फल चाहिँ एकदम लागेको छैन एउटा पनि सो हेलो गाइस सबैजना नमस्ते अनि वेलकम ब्याक टु माई न्यू एपिसोड न्यू ब्लग सबैजना वेलकम छ फेरि पनि के लभ ब्लगमा सो गाइस आजको हामी सानो भिडियो ल्याएको फेरि है अन्त आज चाहिँ तपाईँलाई हामी इस्कुस दिएको जस्तो यहाँनिर यहाँ इस्कुस नै फलिएको छ हाम्रो यहाँनिर होइन फलेर यहाँनिर झरिसकेको छ आदि इस्कुस इस्कुस फलिएको छ होइन सो आज तपाईँ सानो कि आजको ब्लग है हाम्रोमा चाहिँ यहाँ कटहर पनि फल्दैछ यहाँनिर कटहर सानो फल्दैछ अनि अम्बक पनि मजाले फुल्दैछ है तर कटहर चाहिँ कटहरको नाममा चाहिँ कचल्टिरहेको छ सो यो इस्कुस टिपेर चाहिँ अझ चाहिँ इस्कुसको मोमो खाने होइन घरमै फलेको इस्कुस कसैको घरमा फलेको छैन तर हाम्रो घर चाहिँ फलिसकेको छैन इस्कुस खाने मोमो खाने लायकको भइसकेको छ है त्यही कारण आज चाहिँ हामी टिपेर मोमो खाँदैछ होइन अन्त पनि त्यही आज सानो भेटेको भिडियोमा देखाउँदैछु है सो गाइस हेर्दै गर्नुहोस् गर्दै गर्नुहोस् होइन मसँग चाहिँ छ यहाँनिर हाम्रो दिपङ्कर र सम्झौता गुरुङ होइन यहाँ दुईजनाले दुईजनाले फोन गर्दै छैन हेला गर्दैछ दुईजनाले दुईजना छ भने मजा छ नि त भाइ बहिनी छ नि होइन इस्कुस चाहिँ दामी फलेको छ माथि हो अनि त्यो तपाईँ हेर्दै गर्नुहोस् अब हामी टिप्ने इस्कुस होइन यहीँ तपाईँलाई पनि इच्छा खानु इच्छा खाँदै कन्ट्याक्ट गर्नुलाई होइन कमेन्ट्स गरेर भन्नुलाई होइन यही फलेको छ सोचेको चाहिँ मोमो नै होइन त्यो तपाईँ हेर्दै गर्नुहोस् इन्जोय गर्दै गर्नुहोस् के ल माया गर्दै गर्नुहोस् अनि तपाईँ माया छ भने प्लिज लाइक एन्ड सेयर सब्सक्राइब फलो गर्न नभुल्नुहोस् होला होइन स्टे ट्युन होइन तपाईँहरू देखाउने छ आजको सानो हाम्रो ब्लग है मोमो बनाएको ब्लग है इस्कुसको फर्स्ट टाइम योपालि होइन यो वर्षको सो गाइस हेर्दै गर्नुहोस् इन्जोय गर्दै गर्नुहोस् होइन यहाँ मान्छेलाई ठडै बनायो यहाँनिर दिपङ्करले माथि त म गर्छु मुनि आउन म गर्छु यो मान्छेले इस्कुसले यहाँनिर झारिदिएर बिचारा बहिनी ठडै बनायो यहाँनिर ठडै हुन्छ नि हेर बन्डी भएर हातलाई ठडै बनाइदिने पोखरलाई त अब हेर न बहिनी मालिस गर भन न मालिस गर भन त कत्रो इस्कुस पनि अन्त आम्बो इस्कुस पनि ठुलो छ नि बिचरा ठडै बनायो बहिनीलाई झारेर एकातिर कत्रो इस्कुस पनि यहाँनिर उसले मेरो पार्टनर हुने यस्तो जाऊ मेरो पार्टनर खतरा छ लु इस्कुस हेर्नु ल है अनि यो मुनि पुरा गएको छ यहाँ मुनि टिपेर आउने हामी जो पनि त्यो पुरा तिमी स्यामुन इस्कुस टिपेछ हाम्रो दिपङ्करले है यहाँ माथि सम्झौता गुरुङ छ यस्तो छ मान्छेहरू यहाँनिर हाम्रो पार्टनरहरू यस्तो छ नि यहाँनिर यति हो र यहाँ यति दामी इस्कुस है जोडी ट्विन्स फलेछ ट्विन्स इस्कुस यहाँनिर यो मान्छे लिएर आउँछ यो मान्छे चाहिँ इस्कुस भर्खर गोली खेलेछ गर्दै थियो यहाँनिर प्याके भन्दैछ यति टिप्यो इस्कुस हामीले जुमिन लु हामी यहाँ इस्कुस लिएर आउँदैछ होइन एन्थिनिम्स के भन्छ हौ यहाँ चाहिँ यस्तो धुँदैछ इस्कुस ल्याएर यहाँनिर हाम्रो दिपङ्करले खुट्टा मैला भए धुनु सक्छ खुट्टा नि र हाम्रो विनिता गुरुङले चाहिँ प्याज काट्दै रहेछ होइन यो चाहिँ हाम्रो मोमोको लागि प्याज काटेको अनि यहाँनिर छ हाम्रो मैदा अनि ओइल होइन अनि हुचिङ होइन जुन मटर चाहिँ एकदम हुनुपर्छ होइन प्याज होइन
अनि इस्कुस चाहिँ बाद हुँदैछ हाम्रो बहिनी अनि दिपङ्कर गुरुङले। सो यहाँ सबैजना गुरुङ छ है। गुरुङको बिचमा म चाहिँ राई होइन। यहाँनिर ऊ पनि गुरुङ म चाहिँ मरे राई होइन। के छ लगा मेरो मजा। यहाँ इस्कुस धुँदैछ मान्छेले हो। अनि म चाहिँ बनाउने स्पेसल म चाहिँ बनाउनुपर्छ म चाहिँ उनीहरूले काम गर्दैछ त्यहाँ म चाहिँ महेशदा मुसेर होइन त्यहाँ म चाहिँ बनाउँछु। सो तपाईँ हेर्दै गर्नुहोस् होला होइन अहिले फिलहाल इन्जोय गर्दै गर्नुहोस् होला होइन। यहाँ चाहिँ इस्कुस तर्साइ हुँदैछ यहाँनिर हो। दिपङ्कर इस्कुस तर्साइ यहाँनिर। ओ ओ ओ अलिकति कान्छ न अलिकति हेलो भन्नु न। यहाँ भिन्दा गुरुङ र दिपङ्कर गुरुङले यहाँ हाम्रो समुद्र गुरुङले आँप गर्दैछ। कस्तो रहेछ आँप चिसो है फ्रिजमा हालेको चिसो भएछ नि त लाठी हो भने चिसो भएछ है। खाइदिने कोट यहाँनिर चाहिँ अब मेरो चाहिँ मैदा मुस्ने काम है। म त मैदा मुस अहिले चाहिँ मैदा मुसेको मैले है। अन्त मैदा मुसेको यहाँ बहिनीको एक इस्कुस काटेको है अनि साथीले प्याज काटेको फेरि भिडियो गर्दैछु म चाहिँ है। यहाँनिर बहिनीले बिदामी ग्रेड गरिदिँदैछ है। एकदम फ्रेस इस्कुस है एकदम घरमै फलेको है फ्री अफ कस्टको है। अनि यहाँ साथीले प्याज काट्दैछ। अन्त अहिले चाहिँ है प्याज टमाटर होइन इस्कुस सबै कुरो ग्रेड गरिसकेर चाहिँ म चाहिँ यहाँनिर मिक्स गर्न एकदम रेडी भइसकेको छु है। अब यो मिक्स गर्ने काम चाहिँ मेरो हो है। म चाहिँ मजाले मिक्स गरिदिने यहाँनिर। अन्त आज चाहिँ हामीले है यो किमामा अदुवा गाजर है पनि मिक्स गरेको छ यसमा है हामीले आज। अरूमा चाहिँ सिम्पलै बनाउँथ्यो प्याज र इस्कुसहरू मात्रै बनाउँथ्यो। आज चाहिँ हामीले है गाजर र अदुवा पनि एड गरेको छ है अलिक फ्लेभरको लागि। सो गाइस अब सबै कुरो रेडी भयो हाम्रो है। आटा एकदम रेडी छ किमा एकदम रेडी भयो सुपको लागि रेडी गरेको छ है। यो सुप माग्नुपर्छ अहिले है। अन्त अब चाहिँ हामी डल्ला गरेर बनाउने है। अन्त तपाईँ चाहिँ हेर्दै गर्नुहोस् होला है बनाउँदैछु। अन्त यो आगोमा बनाउने हामी चाहिँ एकदम मक्खु एकदम रेडी भइसकेको छ है। सो अहिले हेर्दै गर्नुहोस् अन्त बेला बाद देखाउँदै गर्छु। अब चाहिँ यहाँनिर हाम्रो चाहिँ मोमो बनाउने प्रोसेस सुरु भइसक्यो है। अनि साथीले चाहिँ भिडियो गर्दैछ माथिबाट है। अनि म र बहिनीले चाहिँ यहाँनिर प्रोसेस सुरु गरी मोमो बनाउने। सो अहिले हेर्दै गर्नुहोस्। अहिले चाहिँ हाम्रो है फिलहाल हाम्रो फर्स्ट हाम्रो है मक्टु पनि सुरु भयो यहाँनिर है। दुई मक्टु हामीले हालिसकेको छ है। अनि एकदम आगोमा पाक्दैछ यहाँनिर है। कतिको पाकिने उ गर्दैछ यहाँनिर है। जस मात्रै हालेको है भर्खर हालेको है। हाम्रो चाहिँ यहाँ मोमो रेडी भइसक्यो होइन। अहिले चाहिँ हामीले फिलहाल है सक्नु आँट्यो है मोमो है। लास्ट यति नै हो अनि डल्लै बनिसक्यो मोमो है। अन्त अब लास्टको म देखाउँछु लास्ट पार्ट है सक्छ मोमो बनाएर है। अहिले चाहिँ हाम्रो लास्टको मक्टु एकदम रेडी भइसक्यो है यहाँनिर है। सो अहिले चाहिँ हाम्रो फाइनल्ली मोमो पाक्यो है। यो लास्ट हाम्रो लास्ट मोमो है उब्रेको पापेको। अनि यहाँ साथीले मोमो सिप गर्दैछ यतापट्टि। अनि यहाँ चाहिँ हाम्रो पाकिसकेको मक्टु है सबैजनाले घर गर्दैछ यहाँनिर। अहिले चाहिँ हामी चाहिँ अब खानु त लागिरहेको छौँ। यहाँ चाहिँ सुपहरू है यो चाहिँ हाम्रो सुप छ होइन। अब चाहिँ हामी यहाँ अचार झिक्दैछौँ अचार यो होइन चिकन पनि छ है। यो सुपहरू रेडी भइसकेको छ। सुके साथै मोमो खाइ हुँदैछ है। फाइनली हाम्रो पाके मोमो एकदम रेडी। यहाँ सुप अनि मोमो अनि तिलको अचार है। यहाँ बहिनीले पनि खाँदैछ साथीले पनि खाँदैछ। कस्तो भनिदियो होला बहिनी तिमीहरू कस्तो भएछ साँच्ची नै भन आँट्यो भने हुँदै भयो। सो यहाँनिर ट्राई गरेको तपाईँलाई भन्छु कस्तो भयो भनेर है। मिठो भयो होला है।
किनकि अब पेस्टको अलि दामी भएको थियो अहिले हेर्दै गर्नुहोस् अब चाहिँ मोमो खाँदैछ विथ बहिनीसँग साथीसँग पार्टी दामी भएछ इस्कुसको भयो होला है इस्कुसको है वर्षको फलेको इस्कुसको अच्छा राम्रो नयाँ मोमो नानी पुरा गरेर हो दिपङ्करमै आइपुग्यो है अनि यहाँ खाँदैछ दिपङ्करले कस्तो भयो मिठो भयो यहाँ दामी भयो भन्छ उता ढिलो भयो है अनि यहाँ भाडा एकदम दामी छ यहाँनिर भाडा दामी निक्ल्यो अनि यो चाहिँ हामीले बनाएर राखिदिएको है भाइ बोरी होला होइन अनि यो चाहिँ सुप उनीहरूलाई अन्त त्यही थियो आजको होइन हेर्दै गर्छु गर्दै गर्नु पनि चाहन्छु है तपाईँहरू नआएछ भने प्लिज लाइक एन्ड सेयर सब्सक्राइब गर्न नभुल्नुहोस् है सो गाइस यस्तो ब्लग गेम तपाईँहरूलाई मनपर्छ भने तपाईँहरू प्लिज फलो एन्ड सब्सक्राइब गर्न नभुल्नुहोस् है त्यति भन्दै बाई बाई सी यू नेक्स्ट ब्लग